नमस्कार साथीहरू, आज हामी बनाउँदैछौँ चेन्नई स्टाइल चिकन बिरयानीसँग खाने स्वादिलो भान्टाको साइड डिस। एउटा हामीले डेक्ची लिएका छौँ र त्यसमा तेल हालेका छौँ र त्यसलाई थोरै तातो बनाएर त्यसमा तोरीको गेडा, ब्ल्याक पेपर, जिरा, सोम्फ भन्ने हुन्छ त्यसले हाल्नुहोस् र राम्रोसँग फ्राई भइसकेपछि करी लिफ हाल्नुहोस्। राम्रोसँग भुटेपछि अब तपाईले त्यसलाई एकछिन भुट्नुहोस् र त्यसमा थोरै बेसार हाल्नुहोस् र तपाईहरुले अब भान्टा यसमा हाल्न सक्नुहुनेछ। अब भान्टा हाल्नुपर्ने छ यसमा। ल भान्टा हालिसकेपछि यसलाई चलाउनु पर्ने छ। 2-3 मिनेट चलाइसकेपछि तपाई धनिया पाउडर, गरम मसला, रेड चिल्ली हाल्नुपर्ने छ र तपाईहरुले अब एकछिन त्यसलाई ढाक्नुहोस्। 3-4 मिनेट ढाकिसकेपछि अब तपाईले काटेर राख्नु भएको टमाटर, नारियलको पेस्ट, खुर्सानी, तित्रीको पानी यी सबैलाई हालेर तपाईहरुले मिक्स गर्नुपर्ने छ र तपाईले मिक्स गरिसकेपछि तपाईलाई स्वाद अनुसारको नुन हाल्न सक्नुहुनेछ र नुन हालिसकेपछि तपाईले फेरि केही 5-6 मिनेटको लागि तपाईले ढक्कन लगाएर राख्नुपर्ने छ। अब तपाईले 5-6 मिनेट ढाकिसकेपछि ढक्कन निकाल्नुहोस् र अब तपाईको ग्रेभी रेडी भइसकेको छ। कस्तो लाग्यो साथीहरु कमेन्ट गर्नु।